चटकपुरमा चाहिँ यस्तो छ है, गाडी स्टार्ट भएको जाडोले गर्दा जाडो छ कि नयाँ सिट छु। नमस्कार, म सागर। आज चाहिँ म देखाउँदैछु तपाईहरुलाई चटकपुरको भ्यू। कस्तो छ चटकपुर हेर्नुहोस्, एकदमै राम्रो छ यो जग्गा। तपाईहरु पनि आउनुहोस् यो जग्गा घुम्नुको लागि। यो जग्गाको नामहरु हाम्रो यहाँ लोकलमा कतिजनाले सुन्नु पनि भएको छैन, चटकपुर। कतिले चाल पनि भएको छैन चटकपुर छ भनेर। तर यो चाहिँ बागगोडादेखिको भित्र, सोनादादेखिको माथि र यता 3 माइलबाट पनि आउन सक्नुहुन्छ। यो चटकपुर यहाँ जति पनि देख्दै गरेको यो जति छ यो सबै होमस्टेहरु मात्रै छ यहाँनिर। पेमा होमस्टे, सनराइज, कुलुङ, प्रेम होमस्टे, यो सबै यहाँनिर होमस्टेको नामहरु आफ्नो आफ्नो छ है। र यहाँनिर अब देखाउँदैछु म कुलुङ होमस्टे। एकछिन। हेलो। हिजो बेलुका त आएको यो चाहिँ हो कुलुङ होमस्टे। यहाँबाट देखिने दृश्य यस्तो छ, हेर्नुहोस्। यो पनि हाम्रो विनोद दाजुको होमस्टे हो, कुलुङ होमस्टे है। यो पनि हो, राम्रो छ। यहाँबाट कञ्चनजङ्घाको भ्यू एकदमै राम्रो देखिन्छ। कञ्चनजङ्घा भ्यू आज चाहिँ देखेको छैन, एकदम मौसम राम्रो छैन। अझै माथिबाट म तपाईहरुलाई देखाउँदैछु। एकदमै राम्रो गाउँ छ, एकदमै सानो छ, एकदमै सुन्दर छ यो जग्गा। तपाईहरु पनि आउनुहोस् यहाँनिर। अझै माथि चढेर म तपाईहरुलाई देखाउँदैछु। यहाँ माथि चाहिँ छ प्रेम होमस्टे। म जहाँनिर आज बसेको छु त्यो चाहिँ हो प्रेम होमस्टे। यो सबै देख्दै गरेकोहरु सबै होमस्टे नै हो। यहाँ 20 वटा मात्रै घर छ र यहाँको पपुलेसन चाहिँ 88 जना चाहिँ यहाँको पपुलेसन रहेछ है। अन्त यो चाहिँ पर्छ चटकपुर, यो प्रेम होमस्टे जहाँनिर म बसेको छु। यसको हाइट छ, चटकपुरको हाइट रहेछ तपाईको 7887 फिट। एकदमै जाडो छ यहाँनिर, हेर्नुहोस्। यो साइडमा चाहिँ सनराइज होमस्टेहरु छ। अनि यहाँ माथि देखिने एउटा वाच टावर छ, यहाँबाट बिहान सनराइज हेर्न सकिन्छ, कञ्चनजङ्घाको भ्यूहरु हेर्न सकिन्छ। एकदमै जाडो ठाउँ है यहाँनिर चाहिँ। यो दार्जिलिङ भन्दा धेरै जाडो हुन्छ यहाँनिर यो जग्गामा। सबै होमस्टे छ, सबै नै एकदम राम्रो राम्रो होमस्टेहरु छ। अनि हो यो चाहिँ हो प्रेम होमस्टेको रुम। यहाँनिर चाहिँ आज म सुतेको थिएँ। राम्रो थियो, तातो थियो, खानाहरु पनि एकदमै राम्रो थियो है। माया गर्नुहुन्छ यहाँनिर पनि एकदमै, ड्राइभरहरुलाई राम्रो गर्नुभयो। यहाँनिर हिउँ परेको बेला कस्तो हुन्छ म तपाईहरुलाई पछि म फोटो राखिदिन्छु। तपाईहरुले त्यो हिउँ परेको फोटोहरु हेर्नुहोस् होला। यो चाहिँ हो फरेस्ट गेस्ट हाउस, यहाँ तल पर्छ। एकदमै राम्रो छ यो पनि। यहाँनिर चाहिँ विनोद दाजु हुनुहुन्छ। अनि यहाँबाट चाहिँ कालीपोखरी भन्ने जग्गा साइट सिनमा जान्छ। बिहान गाइड लगेर जानुपर्छ। यहाँनिर चितुवा, भालु, यस्तो ब्ल्याक प्यान्थरहरु भेटिन्छ बाटोमा। त्यस कारणले गर्दा फेरि चाहिँ यहाँनिर चाहिँ गाइडको बिना चाहिँ एलाउ छैन यो भित्र है। त्यसै कारण गाइड लिएर जानुपर्छ। यो चाहिँ हो कालीपोखरी, यही जान्छ बिहान बिहानै सबैजना घुम्नुको लागि यो जग्गा जान्छ ट्रेकिङ गरेर। यहाँनिर ट्रेकिङ गरेर तपाईहरु सोनादाम जानु सक्नुहुन्छ, 3 माइल पनि जानु सक्नुहुन्छ है। बागगोडा पनि निस्किनु सक्नुहुन्छ, सिक्सिन मङपुको माथि सिक्सिन पनि जानु सक्नुहुन्छ। एकदमै राम्रो जग्गा छ यो। तपाईहरुले यो जग्गा कतिजनाले सुन्नु पनि भएको छैन।
चटकपुर भन्ने पनि जग्गा छ। हाम्रो जग्गा पनि यति राम्रो छ भनेर सुन्नु पनि भएको छैन। हेर्नुहोस् र आउनुहोस्।